Namaste, this is Poonam again. So, as I say, how I do work from home भनेर देखाउन लागेको छु। धेरै मान्छेहरूलाई चाहिँ वर्क फ्रम होम च्यालेन्जिङ लाग्छ। वर्क फ्रम होम भनेको चाहिँ काम गर्ने हैन, आराम गर्ने हो अनि कन्सन्ट्रेसन हुँदैन जस्तो लाग्छ। तर अहिलेको टाइममा वर्क फ्रम होम चाहिँ प्राय सबै एमएनसीजहरुमा अलिकति धेरै एम्प्लोइ साइज भएको कम्पनीजहरुमा चाहिँ वर्क फ्रम होम चाहिँ हाइब्रिड मोडल हुन्छ भन्नु। हाइब्रिड मोडल भनेको चाहिँ कहिलेकाहीँ अफिसबाट काम गर्ने, अफिसमा डेस्कमा गएर कहिले चाहिँ घरमै काम गर्ने है त। सो म चाहिँ आज हजुरहरूलाई मैले कसरी म्यानेज गर्छु भनेर देखाउँछु। सो फर्स्ट थिङ फर्स्ट, आफू चाहिँ अलिक टाइममा उठ्नु पर्यो। टाइममा भन्नाले तपाईँले त्यो ट्राभलिङ टाइमलाई युटिलाइज गरेर आफ्नो अब एक्सर्साइज गर्नु छ कि अरू कुनै हबिजहरू छ कि वा सुत्नु नै छ कि त्यसले युटिलाइज गर्न सक्नुहुन्छ। तर इफ तपाईँको अफिसको लगइन टाइम बिहान 8 वा 9 बजेदेखि छ भने एटलिस्ट त्यो चाहिँ मेक स्योर गर्नु पर्यो। मेरो चाहिँ 9 बजेदेखि छ आज हैन। सो म चाहिँ उठिसकेँ, फ्रेसन अप भइसकेँ, मैले अलिअलि आफ्नो वर्कआउटहरू गरिसकेँ। अब चाहिँ इट्स टाइम टु मेक ब्रेकफास्ट। ब्रेकफास्ट एकदम इम्पोर्टेन्ट छ, किनभने तपाईँ त्यहाँ बसिसकेपछि त्यहाँ उठिरहन मिल्दैन है घरिघरि। सो ब्रेकफास्ट बनाऊ। दिस इज वान अफ द पर्क्स अफ ह्याभिङ वर्क फ्रम होम। ब्रेकफास्ट बनाउन मिल्छ, आफै हेल्दी खान मिल्छ, राइट? ओके। I have breads. Now goes some butter. I like butter. Butter melt भइसक्यो। Now these two गर्दाखेरि नुन र के भन्छ पेपर पनि हाल्छु। सो अलिकति नुन। दिस इज हाउ आई पोर द नुन है। My hands are hygienic, हात हाइजिनिकै छ। त्यसपछि अलिकति पेपर। यसमा चाहिँ अलिकति मिठो फ्लेभर आउँछ। ब्रेड मात्रै पनि कहिलेकाहीँ यतिकै नै खान सकिन्छ। यो चाहिँ मेरो म चाहिँ यसो रोस्टेड भएको चाहिँ मजाले मनपर्छ। अब चाहिँ हामी अन्डा एन्ड चिज बनाउँछौँ। अन्डा पनि म यो बटरमै बनाउँछु है। प्यानमा अलिकति बटर हाल्नुपर्छ। यसमा पिन्च अफ सल्ट है, अनि ब्ल्याक पेपर, अन्डा, चिजलाई सानो टुक्रा पारेर अन्डा माथि हाल्ने। अब हामी काट्छौँ अलिकति म्याङ्गो। ओके, आँपको सिजन तो खासै आएको छैन, तर ट्राई करने में क्या जाता है हैन। सो माई ब्रेकफास्ट रेडी, ट्री रेडी। एग एन्ड चिज, रोस्टेड ब्रेड, म्याङ्गोज एन्ड सम पिकल, जुन अस्ति मैले मोमो बनाउँदा बनाएको थिएँ। एन्ड तातो कुराको लागि चाहिँ मेकिङ ब्ल्याक कफी है, ब्ल्याक प्रेस्ड कफी। त म अलिकति यसमा ग्राउन्डेड कफी हाल्दैछु। कफी हालिसकेको छु। अब म कफीले यहाँ राखिदिन्छु। सानो मेरो एउटा कफी बार सेटअप टाइपको छ, कुकिजहरू पनि छ अनि यो सबै कुराहरू छ। सो इजी हुन्छ रुममै हुँदाखेरि चाहिँ। ओके, सो वाटर। अब यसमा कफी हालिसकेपछि चाहिँ हामीले यसलाई यो बिर्को लगाइदिनुपर्छ। लगाएर एकछिन 4 मिनट जति चाहिँ यहाँ यसरी राखिदिनुपर्छ। यस्तो खालको टेबल चाहिँ हुनै पर्छ हैन, जुन चाहिँ तपाईँले बेडमा राख्न सक्नुहुन्छ वा आफ्नो जहाँ पनि राख्न सक्नुहुन्छ। यु सुड ह्याभ सच टेबल आफ्नो ग्रिपको लागि। डेस्क। ल अब 4 मिनट भइसकेको छ। अब यो कफी स्ट्रेनरलाई चाहिँ हामीले यसरी मुनि राख्ने अनि त्यसपछि प्रेस्ड कफी
यसमा राख्ने the color is so nice, smell कति राम्रो छ. Now enjoy. As I mentioned, मेरो चाहिँ लगिन टाइम 9 बजे हो, ठ्याक्क 9 बजे बज्नमा अझै 8 मिनट बाँकी छ र त्यो 8 मिनटमा मैले ब्रेकफास्टहरू मजाले खान मिल्छ र तपाईहरु पनि यसरी नै बिहानको टाइम चाहिँ युटिलाइज गरेर घरबाट काम गर्दाखेरि यसरी ब्रेकफास्टहरू खान सक्नुहुन्छ बनाएर हैन आफ्नो लागि. अब मेन पार्ट चाहिँ कन्सन्ट्रेसनको हुन्छ. त्यसको लागि चाहिँ अब आफूले खाइसकेपछि चाहिँ आफू काम गर्दा गर्दै कुनै अरूको कुनै तपाईलाई कन्सन्ट्रेसन सुरुमा गर्नलाई चाहिँ कुनै गीत बजाउने वा कुनै सिरिज चलाइदिरहने त्यो सुनिरहने मान्छे छ भनेर नि त्यो मान्छेलाई भइरहन्छ है कन्सियसनेस. एक्लै बस्दाखेरि अब घरमा कोही हुनुहुन्छ भने त फ्यामिली हुनुहुन्छ यताउता कुरा गर्दै काम गर्दा पनि भयो. अब ठिकै खालको धेरै एनालाइटिकल काम छैन आज म्यानेज गर्न सक्नुहुन्छ गीत चलाएर वा कुनै सिरिज चलाएर पनि काम गर्न सक्नुहुन्छ. त्यसले पनि काममा कन्सन्ट्रेसनमा हेल्प गर्छ. एक्चुअली मेरो लागि चाहिँ गर्थ्यो हैन. So now it's almost lunchtime. So today I've ordered food from outside. Actually, I've ordered this Indian delicacy from Rajasthan, dal bhati churma. It comes with bhati, dal. This is a crushed form of laddu, some pickles and ghee. So normally when I'm eating, when I'm working from home, I sometimes order from outside. This is the only time I order from outside, and I love to explore vegetarian food. And see, this comes beautifully, and this is ras malai. I like my lunch with the dessert. So while I'm busy eating all this by myself, you guys just, I don't know what you guys are doing. So yes, sometimes it's okay to order from outside, but I love vegetarian food. So I really want to try this dal bhati churma. And so hello again, once again, I'm just done with my yoga, and this is one of the perks जुन चाहिँ घरबाट काम गर्दा हुन्छ. सेभ टाइममा चाहिँ तपाईले युटिलाइज गर्न सक्नुहुन्छ. भर्खर योगा गरेर सके, काम पनि सकिसक्यो अलमोस्ट, तर अझै पनि केही न केही काम गर्नै पर्ने हुन्छ. घर बसेपछि अलिकति हेर्न मन लाग्छ हैन कामहरू. सो यस, अब यस्तै हो. सो आई होप आजको भिडियोले तपाईहरुलाई अलिकति भए पनि केही न केही हेल्प गर्यो होला, मोटिभेसन गर्यो होला घरबाट अलिकति इफेक्टिभली काम गर्नलाई. सो यस, सी यू सुन विथ अदर कर्पोरेट स्टफ भिडियोज. के क्वेशन्सहरू छ भने पनि पोस्ट अन गर्न सक्नुहुन्छ. थ्यांक यू.